यो भ्यू हेर्नुहोस्, सनसेट क्या रमाइलो। तपाईँलाई म एउटा कुरा देखाउँछु है, खास कुरा। ल हेर्नुहोस् है, हेर्नुहोस् यो हेर्नुहोस्, यो इन्जिनियरिङ हेर्नुहोस्। यो एउटा राम्रो इन्जिनियरले बनाउने स्ट्रक्चर भन्दा यो कम छ र यो एउटा कमिलाले बनाएको घर हो। यो उसको बिल्डिङ, यो ठुलो। यो हेर्नुहोस्, यो हाम्रो लागि चाहिँ ठुलो के टावर भन्छन्, मन्ना टावर भन्ने पनि भयो। हेर्नुहोस्, यो यसको चाहिँ ठुलो बिल्डिङ हो। यो जङ्गलको धनी है, यो सायद यत्रो यत्रो बिल्डिङ बनाउन सक्छ। यो इन्जिनियरलाई चाहिँ साँच्चै पुरस्कार दिनु पऱ्यो भने चाहिँ कति दिनुहुन्छ तपाईँ, के दिनुहुन्छ होला? ल भन्नुहोस् त। यसले चाहिँ यहाँभित्र के बनाउँछ थाहा छ? यसको यहाँभित्र बेडरुम छ, किचन छ, रेस्ट रुम, वासरुम अनि हल, सबका सब यहाँभित्र चाहिँ पुरा यसको। अनि सन्तान उत्पादन गर्ने प्रसुति गृह सबका सब यहीँभित्र तयार गरेको छ। यो यस्तो चाहिँ नेपालको चाहिँ इन्जिनियर चाहिँ किरा हो यो धमिरा। यो चाहिँ निकै रमाइलो छ, निकै मेहनत गर्छ यसले। कहाँबाट ल्याउँछ यस्तो माटो, यस्तो मजाको घर बनाउँछ। यो चाहिँ ठुलो ठुलो आँधीहुरी आउँदा पनि यसलाई सितिमिति असर गर्दैन। तर चाहिँ बाटो हिँड्ने चाहिँ केही हामी जस्तै मान्छे हौँ नि बनाउँदाहरूले चाहिँ बेला बेला लात मारेर यसरी फर्काइदिनुहुन्छ, यसको घरलाई क्षति पुर्याइदिनुहुन्छ। बेला बेलामा चाहिँ यो नेपालमा आन्दोलन चले जस्तै हो, नर्मल हो। यसले फेरि बनाइहाल्छ। यो एकदम सिपालु कालीगर चाहिँ कमिला हो। यसलाई चाहिँ तपाईँले चाहिँ कति लाइक, कति कमेन्ट, कति सेयर र कति पुरस्कार दिनुहुन्छ भन्नुहोस् है साथीहरू। यस्तो महत्त्वपूर्ण किरा चाहिँ अहिले म यसको घर भत्काउन चाहिनँ, नत्र यसको चाहिँ कस्तो हुन्छ भनेर पनि देखाउने थिएँ। अर्कोचोटि मैले कतै भत्केको ठाउँमा अथवा कहीँ भेटायो भनेपछि तपाईँलाई देखाउने छु। तर म यसको घर चाहिँ भत्काउँदिनँ है साथीहरू। अब चाहिँ हामी यहाँबाट अगाडि बढ्छौँ। हामी चाहिँ यस्ता राम्रा राम्रा दृश्य, नयाँ नयाँ दृश्य केही छ भने तपाईँलाई देखाइरहने छु। यो जङ्गलबाट यो टपमा आएको छु, एकदम तल चाहिँ सहर बजार, म चाहिँ एकदम टपमा आएको छु, जङ्गलको बिचमा छु। अहिले यहाँ के हुन्छ दायाँ बायाँ पनि हेर्दै गर्नुपर्छ। त्यही भएर चाहिँ धेरै म तपाईँलाई चाहिँ क्यामेरामा कैद गर्न नसकौँला, तर छोटो मिठो चाहिँ जानकारी चाहिँ दिन्छु है साथीहरू, हेर्दै गर्नु होला। अब म आइपुगेँ साथीहरू विश्वकै अग्लो त्रिशूल रहेको स्थान दाङ जिल्लाको घोराई उपमहानगरपालिका वार्ड नम्बर 5 मा रहेको पाण्डवेश्वर मन्दिरमा रहेको छ। तपाईँ पनि दर्शनको लाभ लिन सक्नुहुनेछ। धन्यवाद।